जापानमा ज्यालपिटी फर्म कसरी भर्ने त है। फर्म खुलिसकेको छ, कति साथीले भर्नुभयो होला, कति साथीले भर्नु बाँकी नै छ होइन। कसरी भर्ने भन्ने कुरा चाहिँ यहाँ एकजना सरको भिडियो हेरौँ है त ल सबैले। जेएलपिटीको फर्म भर्नको लागि चाहिँ यो भिडियो अन्त्यसम्म हेर्नु होला है। भर्ने तरिकाहरू मैले सबै डिटेलली बनाएको छु, हेर्नु होला है त। सुरुमा चाहिँ गुगलमा गएर जेएलपिटी मोसिकोमी भनेर हाल्नु होला। त्यसपछि यस्तो खुल्छ, फर्स्टकै क्लिक गर्नु होला। अनि इङ्ग्लिसमा चेन्ज गर्न सक्नुहुन्छ, इङ्ग्लिस ल्याङ्ग्वेज क्लिक गरेर यस्तो आउँछ। अनि टेकिङ एक्जाम इन जापान भनेर क्लिक गर्नु होला होइन। ओभरसिज हो भने ओभरसिज, बाहिर हो भने नेपालतिर हो भने। अनि यहाँ चाहिँ सुरुमा आइडी बनाउनुपर्छ। आइडी बनाउनुको लागि सुरुमा एक्विजिसन अफ जेएलपिटी भनेर गर्नु होला। अब पहिले आइडी छ भने त लगइन गरेर सिधै एप्लाई गर्न मिलिहाल्यो। नयाँ आइडी चाहिँ बनाऊ है त सुरुमा। ओके, यहाँ क्लिक गर्नु होला। त्यसपछि इन्डिभिजुअल है, इन्डिभिजुअलमा क्लिक गर्नु होला। त्यसपछि इङ्ग्लिसमा ल्याङ्ग्वेज चेन्ज गर्न सक्नुहुन्छ, जापानिज गर्न सक्नुहुन्छ है। यो चाहिँ सरर जानु होला है। यो चाहिँ रिड गरे भन्ने एउटा ऊ गर्नुपर्छ, त्यो नत्र मुनि जाँदैन एकचोटि। सरर जानु होला। त्यसपछि यो पनि सरर पढे जस्तो हातले चलाइदिनु होला। अनि एग्रीमा क्लिक गर्नु होला है। त्यति भइसकेपछि अब आफ्नो इन्फर्मेसनहरू चाहिँ हाल्नु होला होइन। नामहरू होइन, ठेगाना, अब कन्ट्री होइन, भाषा यताउता सबै छ, त्यो सुई हाल्नु होला। त्यो हालिसकेपछि अब लास्टमा ओके गरिदिएपछि यस्तो पेज खोल्छ। अनि आफ्नो इमेल आइडीमा चाहिँ मेसेज गएको हुन्छ होइन त। इमेल आइडी चाहिँ मेल गएको हुन्छ, त्यो मेलको लिङ्क क्लिक गर्नु होला है। त्यसपछि चाहिँ यहाँ पासवर्ड हाल्नु होला है, अघिको पासवर्ड। अनि लगइन गर्नु होला। अनि यहाँ चाहिँ पासवर्ड हाल्नु होला आफ्नो। अनि सेन्ड थिचिदिनु भयो भने चाहिँ तपाईँको मेलमा फेरि एउटा मेल गएको हुन्छ, इमेल चेक गर्नु होला। त्यहाँ चाहिँ जेएलपिटीको एउटा आइडी बाङ्गो चाहिँ गएको हुन्छ, त्यसलाई कपी गर्नु होला है। यहाँसम्म चाहिँ तपाईँको एड्रेस बन्यो, जेएलपिटी एड्रेस बन्यो। अघि गरेको आइडी र अनि पासवर्ड हाल्नु होला त्यहाँ है। लगइन गर्नु भएपछि यहाँ चाहिँ अब फोटो हाल्ने होइन, विभिन्न इन्फर्मेसनहरू चाहिँ हाल्ने फर्म आउँछ। फोटो चाहिँ अब पहिले खिचेको भए पनि हुन्छ, पछि खिच्न नि मिल्छ, त्यहीँ हाल्नु होला यसरी मिलाएर है। अनि हाल्न पनि इन्फर्मेसनहरू पनि हाल्न पनि हुन्छ मुनिपट्टि। इन्फर्मेसन आफूले हाल्दै जानु, कुन लेभल दिने हो होइन, ऊ भइहाल्यो, एड्रेस, नम्बर यताउता सबै हाल्नु होला। मुनिपट्टि नै अब यसो त्यतिताउ जसरी हाल्दा पनि हुन्छ। यहाँ इन्फर्मेसन हल्का फुल्का क्लिक गरिदिनु होला, जति राखे पनि केही फरक पर्दैन, यसो नर्मली राख्दा हुन्छ। अनि सबै क्लिक भइसकेपछि चाहिँ टु पेज टेस्ट फी भनेर हाल्नुभयो भने चाहिँ यस्तो पेज खुल्छ। यहाँ चाहिँ अब कहाँबाट पे गर्ने, क्रेडिट कार्डबाट गर्ने हो कि होइन, कन्भिनियन्स स्टोरबाट गर्ने हो कि, यहाँ चाहिँ दिएको हुन्छ। मुनिपट्टि हो भने चाहिँ कन्भिनियन्स स्टोरको इन्फर्मेसनहरू दिएको छ, हेर्न सक्नुहुन्छ मुनिपट्टि। यहाँ मुनितिर देख्नुभयो। अब फ्यामिली मार्टबाट गर्ने कि लसन गर्ने, क्लिक गर्नु कुनै। अनिखेर त्यहाँ मुनिपट्टि चाहिँ फेरि ओके भन्ने अप्सन हुन्छ। पेमेन्ट एट कन्भिनियन्स स्टोर भन्नेमा थिच्नुभयो भने कम्पनीबाट पनि पे गर्नु मिल्नुहुन्छ है। अनि त्यहाँ भइसकेपछि चाहिँ एउटा कम्पनीको के अरे कम्पनीमा एउटा नम्बर चाहिने हुन्छ क्या। नम्बर चाहिँ यसरी यहाँ खुल्छ। यो चाहिँ अब पेमेन्ट नम्बर र फोन नम्बर चाहिँ चाहिने हुन्छ। त्यहाँ चाहिँ अब फ्यामिली मार्टको फ्यामिली पोर्ट भन्ने हुन्छ, त्यहाँ गएर नम्बर हाल्नुभयो भने रेसिप्ट दिन्छ। अनि रेजिममा गएर पेमेन्ट गर्नु होला है त। ल साथीहरू, सरले चाहिँ आइडी बनाउनेदेखि लिएर चाहिँ कसरी फर्म फिलअप गर्ने, आइडी बनाइसकेपछि सबै कुरा बताइसक्नु भएको छ। यसै अनुसार सबैजनाले फर्म भर्नु है त।